आज एउटा पङ्खा आएको रहेछ, यो खेतान कम्पनीको 12 mm स्टेटर भएको 14+14 कोइलको। यो पङ्खा चाहिँ जलो भन्दै आउनुभयो, यसो हेरेको जल्न पनि यस्तो जलेको छ कि मगे भुटेर सातु बनाइन्छ नि, त्यस्तो पेपरहरू चाहिँ सातु जस्तो भएको थियो। त्यो के कारणले भयो भन्दाखेरि किन चाहिँ यस्तो एक्कासी के भएर चाहिँ जलो भन्ने कुरा गर्दाखेरि 2टा क्यापेसिटर लगाइदिनु भएको रहेछ, 315 315को गर्दाखेरि त 36को क्यापेसिटर भयो। 36को क्यापेसिटर भनेको ठुल्ठुलो फराटा फ्यानमा लगभग हाफ इन्चीको मोटरमा लाग्ने हो। त्यसरी 2टा क्यापेसिटर तपाईँहरूले चाहिँ भुलेर पनि नलगाउनु होला, त्यस्तो लगाउनु भने पङ्खा एकैछिनमा जल्छ। सकेसम्म 250को क्यापेसिटर लगाउने हो। कम्पनीबाट आएको हरेक फ्यानमा 250को क्यापेसिटर लागेको हुन्छ। 315 भनेको अप्सन हो, अलिकति स्लो भयो भने 315 घुमाउने हो, तर त्यो चाहिँ दबाई खाइरहेको मान्छेलाई अलिकति हाई डोज दिए जस्तो मात्रै हो। तर सकेसम्म नयाँ फ्यान कोइल वाइन्डिङ गर्दाखेरि 250को लगाउनुपर्छ। 315 भनेको चाहिँ अप्सन मात्रै हो, तपाईँहरूले सकेसम्म 250